हेलो एभ्रिवान, वेलकम मेरो सानो मिनी भ्लगमा तपाईहरुलाई पनि। अनि आज चाहिँ हामी कहाँ छौं भने मेरो नानीको स्कुलमा, पशुपति बोर्डिङ स्कुल काकरभित्ता झापा। अनि आज चाहिँ हाम्रो स्कुलमा सिनियर एक्जिबिसन थियो। हामीलाई टिचरहरुले इन्भिटेसन पठाउनु भएको थियो, त्यही कारण हामी पनि गएको थियौं। हामीलाई वेलकम गर्नुभयो। अनि जाने बित्तिकै वेलकम डान्स, खाजा व्यवस्थापन सबै ठीक थियो, राम्रै लाग्यो। अनि अब त्यस्तै हो, तपाईहरु पनि हेरेर इन्जोय गर्दै गर्नुहोला हाम्रो स्कुलको नानी बाबुहरुको डान्स। अब हामी उता एक्जिबिसन तर्फ लाग्दैछौं। हामी सबैजना साथीभाइहरु क्लास 6 देखि 10 क्लाससम्मको नानी बाबुहरुले बनाउनु भएको सबैजना मिलेर आर्टहरु एक्जिबिसनहरु देखाउँदै हुनुहुन्छ नानीहरुले। हामीहरु चाहिँ हेर्दै छौं, हेरेर इन्जोय गर्दै छौं। अनि एकदम रमाइलो भइराछ। अब त्यस्तै हो, राम्रो लागिराछ। देश नानीहरुको ब्रेनलाई पशुपति बोर्डिङको सम्पूर्ण टिचरहरु, म्यामहरु सबैजना मिलेर एकदम राम्रो कुरा, राम्रो सिप सिकाइरहनु भएको छ। धेरै डेभलप भएको देखिन्छ। यसरी नै राम्रो हुँदै जाओस् भन्ने हाम्रो चाहिँ कामना हामी सम्पूर्ण अभिभावकहरुको तर्फबाट। एकदम राम्रो बनाउनु भएको छ सबै चीज। अनि नानी बाबाहरुले के बनाउनु भएको छ त्यसको बारेमा पनि एक्सप्लेन गर्दै हुनुहुन्छ नानी बाबुहरुले। क्लास 10 को नानी, क्लास 9 को नानीहरुले। तपाईहरु पनि हेर्न सक्नुहुन्छ। यो चाहिँ अब मलाई लाग्छ पर्सनल एकदमै राम्रो छ। र यसपालि फर्स्ट टाइम यस्तो हेर्नु साइन्समा पनि कहाँबाट कहाँ पुगिसक्यो हाम्रो नानी बाबुहरु। सबै चाहिँ टिचरहरुको कारणले, टिचरहरुको हेल्पले गर्दाखेरि नै यहाँसम्म यतिको विद्यार्थीहरुको क्षमता देख्न पाइयो। एकदम राम्रो छ, एकदम खुसी लाग्यो।
सबै दामी छ दामी अनि यता नानीले के देखाउँदै हुनुहुन्छ एक्सप्लेन गर्नै पर्दैन तपाईहरुले हेरेरै थाहा पाइसक्नु भएको छ यो चाहिँ झापाको यो चाहिँ के हो यो खासमा पेपर हो टिस्यु पेपरहरुले बनाएको यो पनि सबै टिस्यु पेपरकै एकदम दामी छ त मैले फोटो खिचा न एउटा मिनिमा यो पनि कृष्ण मन्दिर हो एकदम दामी बनाउनु भएको छ नानीहरूलाई धेरै धेरै धन्यवाद यस्तै कामहरु यस्तै कति राम्रो जल्दी कुरा हो त्यता यहाँ यसो भन्दिन के हेर्दै जाउँ बनाएको दामी छ बनाएको भने राम्रो छ दामी छ नि दामी हेर कति दामी हो त्यो यहाँ भएको नानीहरूले बनाउनु भएको यो पनि एकदम राम्रो छ राम्रो लाग्यो बोकेर पनि हेरे बोकेर पनि ट्राई गरिदिए हजुरको भ्लगमा चाहिँ मलाई पनि भन्नुहोस् म पनि लाइक गरिदिन्छु है हुन्छ राम्रो बनाउँदैछ जस्तो लाग्दैछ ठिक छ दामी छ प्राउड अफ गाइजहरु यो भन्दा पनि अझै राम्रो राम्रो बनाउँदै जानु विकास गर्नु हैन अल द बेस्ट तल हो यहाँ तल हो रहेछ नानीहरुको कला कति हो अलि यता सिधा सिधा बसौँ न गाइस लाम पाउँदैन रे त लानु यो सब सानो नानीहरु हेर्नु न यसमा एकदम कन्फ्युज भइरहेछ यो के हो भनिरहेछौँ हामीहरु तपाईहरुलाई यदि थाहा छ भने भन्नु होला यो चाहिँ कति क्यूट छ के कस्तो राम्रो छ हैन तर अब यो के को लागि प्रयोग हुन्छ यही थाहा भएन दामी छ दामी हेर्नु कस्तो दामी कलरको ब्यागहरु यो चाहिँ मोबाइल हालेर बोक्ने मोबाइलको लागि तर यसको डिजाइन हेर्नु न कस्तो स्वीट कलरहरु बनाउनु भएको छ मोबाइल हाल्ने हो त्यसरी यसलाई चाहिँ हालेर बोकेर हिँड्ने अनि टक्कसँगले चाहिँ यसलाई यसो गर्ने हैन कति राम्रो देख्छ क्या सेफ्टी पनि हुन्छ है मोबाइल हालेर लिएर जाउँ न अब किन लानु पाइँदैन हेर्ने कला कति हो क्लास 8 को रहेछ नानी आन्टीले यो बोक्नु न हेर न एउटा चाहिँ फेरि बोक्नु न मेरी क्रिसमसको के आन्टी मेरी क्रिसमसको सबैजनालाई धेरै धेरै
केटाकेटीहरूको यसो हेऱ्यौँ स्कुलमा पशुपति स्कुलमा आएर नानीहरूको स्कुलमा अब हामी बिदा भएको हस्त